5 वर्षपछि पहिलो पटक श्रीमानको चिठी आयो। सरिताको मुटु एकछिनलाई हल्लियो। तर चिठी खोलेर पढ्दा त्यहाँ माया थिएन। माया लेखिएको थिएन। म बिरामी छु, 50,000 पठाइदे भनेर लेखिएको थियो। छोराको बारेमा एक शब्द थिएन। छोरा कस्तो छ भनेर सोधिएको पनि थिएन। सरिताले अरूको खेतमा काम गरेर गहुँ बेचेर 20,000 जम्मा गरेकी थिइन्। त्यो पैसा जुनको स्कुलको भरनाको लागि थियो। चिठी पढ्दा सरिताको आँखाबाट आँसु खस्यो, ठ्याक्कै चियामा नुन खसे जस्तै। सानै जुनले देख्यो र सोध्यो, आमा, चिया तातो भयो? त्यो दिन सरिताले बुझिन्, श्रीमानलाई पैसा चाहिएको थियो, तर श्रीमतीलाई माया चाहिएको थियो।